जय नेपाल नेपाल सरकारले साह्रै राम्रो काम गर्दै आयो। तर एउटा काममा चाहिँ कमी कमजोरी पुऱ्याएको जस्तो लागिराखेको छ। सबै सरकारी कर्मचारीदेखि लिएर सबैको नीति कार्यहरू चाहिँ राम्रैसँगले तयार गर्यो हैन, गर्दैछ। र पनि अब सेलरीहरू त पुग नपुग अब त्यो होला। र जति पनि यो मजदुरहरू छ, मजदुरहरूको लागि यो ठुल्ठुलो कम्पनी छ र ठुल्ठुलो होटलहरू छ। र यो होटलहरूमा हरेक कामहरू कोही अब पेन्टरदेखि लिएर त्यहाँका त्यो सबै कुरा खाना बनाउने कर्मचारी, कुक, वेटरहरूलाई कतिपय यी सबैले यिनीहरूले न समयमा सेलरी दिन्छ। यिनीहरूको खोइ अब सरकारले चाहिँ सरकारीलाई चाहिँ 15 दिनमा दिने भन्ने भयो। यो मजदुरहरूको त आवाज उठाइएन। मजदुरहरू त पीडित छ। अब यिनीहरूलाई दिनमा 600, 500, 700मा त्यो गुजारा चलाइराखेको छ। यो सरकारले यो अनुसन्धान गर्नु पर्यो। र यो होटल व्यवसायीहरूले चाहिँ लुट्दाखेरि एउटा खाना बराबर, एउटा बेड बराबर चाहिँ यिनीहरूले लाखौँले लुटिरहने, अनि मजदुर शोषण गर्ने। यहाँ होटल व्यवसाय जुनसुकै पनि होटल मात्रै होइन, जति पनि यो ठेकेदारहरू छ, यो ठेकेदारहरूले अहिलेसम्म कुनैले पनि मजदुरहरूलाई चित्त बुझ्ने र समयमा कहिले पनि यिनीहरूले पेमेन्ट गरेको छैन। र त्यो म पनि एउटा मजदुर व्यवसायीको नाताले र यहाँका अहिले जति पनि ठेकदारले ठेकापट्टा गरेको छ, यो सरकारले म अनुरोध गर्दछु। र यो जति पनि यो पुराना ठेकदारहरूलाई सबै रोकेर र नयाँ ठेकदारहरू चाहिँ एउटा सिर्जना कार्यनीति चाहिँ एउटा राज्यको नीतिबाट चाहिँ एउटा काम अगाडि बढ्ने खालको अब ठेकदारहरू सिर्जना गर्नु पर्यो। र यो जति पनि यो ठेकेदारदेखि लिएर यो प्राधिकरण, यो प्राविधिकहरू सबै मिलेर कुनै पनि ठेकापट्टाको चाहिँ बियोकियो नर्म्स अनुसारको चाहिँ कुनै पनि कामहरू संरचना भएको छैन। र जति पनि ग्लोबल टेन्डरको नामहरू चाहिँ जति पनि भित्र सेटिङबाट ठेकापट्टा गरिराखेको छ, यो सेटिङहरू भित्र सेटिङ गर्दै 20% खाइहाल्यो। अनि त्यहाँ 80 रह्यो। 80%मा कर्मचारीदेखि लिएर सबै पेटीसेटी दिँदाखेरि काम भनेको 40%को काम पनि बन्दैन भने 60% बाहिर पैसा गइराखेको छ। यसको तत्काल छानबिन गरेर यिनीहरूलाई कारबाहीमा अख्तियारमा हुन्छ कि यिनीहरूले जुनसुकै ठाउँमा लगेर यिनीहरूलाई कारबाही नगरी हुँदैन। र यो म अनुरोध गर्दछु। जय नेपाल।